ए हो मैले आजै यस्तो हुनुपर्ने यस्तो ढुङ्गा रहेछ सुकिरहेको बेलामा किन के हो के हो हेलो भाइ एन्ड्रु गई बस्ती कता यहाँ आउनु त के भयो अरे जयमस्ती ठिकै हुनु त बोल्नु न मन के भयो अरे अब के भन्नु यस्तै भइहाल्यो अब खतम भइदिने त के ब्रेकअप भइदिएको ब्रेकअप भइदिने आज भ्यालेन्टाइन डेको दिन बोरिङ भयो त यो त अन्त यही त आमाको के भन्नु अरे अब होइन हौ सफल त भनेको यस्तै हुन्छ कि छोडिदिनुहोस् अब भ्यालेन्टाइन डेको नै ब्रेकअप भएन तर एउटा कुरो नि हाम्रो लागि दामी कुरो के छ भन्दै गर्दा नि यहाँनिर तपाईँले ब्रेड एन्ड वाइन क्याफे के छ कि म टक्कै यहीँ आउँदै थिएँ आज इनागुरेसन यसको आज ओपन 14 तारिक होइन अनि किन चाहिँ त्यो कफीमा बसिबस्नु भने गएर लेट्स ह्याभ अ कप अफ कन्भर्सेसन त्यहाँ गएर बात गरौँ न त होइन कन्भर्सेसन नि अरे पैसै छैन अब ब्रेड एन्ड वाइन भनेको छैन यसै छैन ब्रेकअप भइसक्यो ब्रेड एन्ड वाइन भन्ने चाहिँ हामी बाइबलमा देख्छौँ क्या त्यो वर्ड चाहिँ त्यो चाहिँ कहाँ देख्छ भन्दै गर्दाखेरि येशू ख्रिस्टले त्यो प्रेम देखाउँदै गर्दाखेरि उहाँको रगत अनि शरीरको कुरोलाई यहाँनिर बताइराखेको छ अनि उहाँको अब येशू ख्रिस्ट हाम्रो निम्ति मर्नु भएको कुरोहरूलाई पनि हामी गएर बात गरौँ भनेको छ होइन आज ब्रेकअप छोड्यो भने यस्तो छैन यस्तो भइहाल्छ सबै कुरो चिप पाउँछ यहाँनिर त्यस्तो एक्सपेन्सिभ पनि छैन भइहाल्छ आउनुहोस् न कस्तो महँगो छ त हौ क्या महँगो सस्तो छैन माथि भन्दा त धेरै सस्तो हुने ओके आदरणीय दर्शकवृन्द तपाईँहरूले देख्नु हुँदै होला हामीहरू चाहिँ सम क्याफे ब्रेड एन्ड वाइनमा सो तपाईँले बिल देख्नु हुँदै होला र त्यो बिलपट्टि नजानुहोस् र हामी जस्तै तपाईँहरू सिङ्गल हुनुहुन्छ भनेदेखिलाई तपाईँहरू आउनुहोस् नट ओन्ली सिङ्गल तपाईँहरू मिङ्गलहरू अनि फ्यामिली मेम्बर्सहरूलाई पनि वेलकम छ यो क्याफेमा सो तपाईँले देख्नु हुँदै होला 6 माइलमा छ यो लोकेटेड रोयल पोटालाको छेउमा र तपाईँहरू पनि आउनुहोस् र हामी जस्तो इन्जोय गर्नुहोस् र मजाले नजराको भ्यूहरूलाई इन्जोय गर्नुहोस् र यहाँ पाइने हरेक चिजहरू एकदमै दामी अनि एकदमै मिठो हुनुहुँदो रहेछ सो आउनुहोस् इन्जोय गर्नुहोस् है त र यो छोटो सिनेमेटिक भिडियो तपाईँहरू कहाँ प्रस्तुत गरिरहेको छु इन्जोय गर्नुहोस् है त हुन्छ र उहाँ भाइ जस्तै मजाले खानु चाहनुहुन्छ भनेदेखिलाई क्यापिचिनोसँग र म त के भन्न चाहन्छु मफिनसँग होइन चक्लेट मफिनसँग सो आउनुहोस् अनि इन्जोय गर्नुहोस् है त र हाम्रो पनि कफी आइसकेको छ कफी चाहिँ होइन यो क्यापिचिनो हो सो अब हामी पनि इन्जोय गरिरहेको छौँ तपाईँहरू पनि आउनुहोस् र आफ्नो डेलाई एकदमै भव्य रूपमा तपाईँले बनाउन सक्नुहुन्छ सो लेट्स ह्याभ अ टेस्ट वाह